त्यसमा आज फर्स्ट डे बार्बिक्यू हुँदैछ दाजुभाइसँगै बसेर अनि त्यो कारण दुईटा जोडी कुखुरा चाहिँ जोगिसकेका छौँ त्यहाँनिर काटा केलाउने कार्यक्रम हुँदैछ देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ स्पेसल बार्बिक्यू मास्टर हामी चाहिँ बनाउँदै छौँ देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा हाम्रो चाहिँ लगभग आधी सरो तयार भइसकेको छ अब 5 मिनटमा चाहिँ हाम्रो फुल तयार हुन्छ अनि त्यसपछि हामी पकाएर जाम खानेछौँ बनाएर। हेलो गाइज वेलकम टु माई न्यू ब्लग। फेरि पनि हजुरको सामु छोटो राम्रो ब्लग लिएर आइसकेको छु। आज चाहिँ म होइन हल्का मास्क लाएर भिडियो बनाइदिएको छु होइन, त्यो पनि केही छैन। आज चाहिँ हाम्रो बार्बिक्यू बनाएर हामीले चाहिँ टक्क कुखुराको रोस्ट, मतलब रोस्ट त होइन कि कुखुरालाई चाहिँ टक्क हामी चाहिँ पिस पिस बनाएर कोइलामा भुटेर टक्क मरमसला हालेर मोलेर टक्क मिलाएर झिरमा उनेर होइन टक्क सामान चाहिँ हाल्नको के हाल्नुपर्छ भनेर हामी चाहिँ लिस्ट बनाउन लागेको छु। फाइनली लिस्ट बना त गाइज आज चाहिँ हाम्रो बार्बिक्यू हुन्छ, होल चिकन बार्बिक्यू है त। ल फाइनली हाम्रो चाहिँ बार्बिक्यूको हाम्रो लिस्ट चाहिँ पनि तयार भइसकेको छ, देख्न सक्नुहुन्छ। हामीले चाहिँ कपीमा लेखिसकेको छौँ। साथी हो हाम्रो चाहिँ यहाँ पैसा कलेक्ट भइसकेको छ, हाम्रो चाहिँ 1500 उठिसकेको छौँ होइन। अब हामी चाहिँ कुखुरा लिनको लागि हामी चाहिँ खानीगाउँ लागे। ल हेर्दै गर्नु होला हाम्रो भ्लगलाई लास्टसम्म। फाइनली साथी हो म चाहिँ खानीगाउँ आइसकेको छु। मैले देख्न सक्नुहुन्छ हाम्रो चाहिँ खानीगाउँमा चाहिँ यहाँ चौतारानिर चाहिँ रोड डाउन गरेको छ, देख्न सक्नुहुन्छ। पुरै उतै माथिसम्मको स्टेपमा थियो, उतै माथिको स्टेपमा थियो रोड चाहिँ, अनि डाउन गरेर तल ल्याएको हो। त्यसैले हामी चाहिँ कुखुराको पसल छेउमा आइसकेको छौँ होइन। कुखुरा लिनलाई खानीगाउँमा आइपुग्यो हामी चाहिँ। सो गाइस हामी हिँड्दैछौँ, हाम्रो अब एकदमै एक्साइटेड छौँ। आज फर्स्ट डे बार्बिक्यू हुँदैछ दाजुभाइसँगै बसेर, अनि त्यो कारणले हामी लगभग पुग्न लागिसक्यौँ है त गाइस। यो चाहिँ खानीगाउँ भन्ने ठाउँ हो। दुईवटा जोडी कुखुरा चाहिँ जोगिसकेका छौँ, त्यहाँनिर काँटामा जोगिसकेका छौँ, देख्न सक्नुहुन्छ। हामी चाहिँ अहिले कुखुरा थाम्दैछौँ। यहाँ चाहिँ यहाँनिर चाहिँ कुखुरा र साइडमा राखेको छ कुखुरा चाहिँ। ल हामीले चाहिँ फाइनली यसरी लिएर हिँडिसकेको छौँ। दुईवटा धोक्रोमा दुईवटा कुखुरा देख्न सक्नुहुन्छ यता हेर्छ गाइस। ल अब हाम्रो चाहिँ यहाँ बार्बिक्यूमा अब हाम्रो चाहिँ कुखुरालाई चाहिँ टक्क रेडी बनाउनको लागि चाहिँ हामीले हिँड्न लागिसकेको छौँ। यहाँ घरमा आइसकेको छौँ, कुखुरा पनि लिएर आइसकेको छौँ हामीले चाहिँ, देख्न सक्नुहुन्छ त्यहाँ ल केलाउने कार्यक्रम हुँदैछ, देख्न सक्नुहुन्छ तपाईँहरू चाहिँ। अब हामी चाहिँ यो दुईटामा एउटा चाहिँ हाम्रो बार्बिक्यू हुन्छ, एउटा म्यारिनेट गरेर, एउटा चाहिँ हाम्रो चिकन करी हुन्छ खानाको लागि। त्यो चाहिँ हामीसँग अहिले हामीसँग बियरसँग हामीले बार्बिक्यू खान्छ टक्कर। बियर कहाँ छ? बियर हामीसँग त्यहाँ चिनमा राखेको छ हामीले, यो ड्रमभित्र राखेको छ हामीले। पर्दैन अधिक। ल गाइस हाम्रो चाहिँ बार्बिक्यूको लागि होइन होल नगर्ने, सिँगै पुरै नगर्ने, टिस्टिङ गरेर गर्ने कुरो भयो। ल हाम्रो चाहिँ अब ट्याक्क लाएर यस्तो ठुल्ठुलो पिसमा घिरमा उनेर दामी भन्छ हाम्रो मास्टर उहाँलेको छन्। यो अर्को कुखुरा हाम्रो चिकन करीको लागि बाँकी हुनुहुन्छ। ल के रात परिसक्यो, बाहिर अन्धकार भइसकेको छ, त्यो पनि हामीले चाहिँ बार्बिक्यूको लागि हामी चाहिँ पेस्टहरू अलिकति धेरै सिङ्गै बनाउँदाखेरि हाम्रो चाहिँ टाइम अलिकति थिएन होइन। त्यही भएर चाहिँ हामीले चाहिँ यसरी पिस कटिङ बनाएर टुक्रा टुक्रा बनाएर चाहिँ हाम्रो सिङ्गै कुखुरा हामी चाहिँ 5 मिनटको लागि होल्ड गर्नेछौँ, यहाँनिर राख्नेछौँ। देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। अलिकति खाल्टो बनाउनु पऱ्यो, बेलुकामा हावा आउँछ स्याट स्याट हान्छ भनेर चाहिँ हामीले अलिकति खाल्टो बनाइसकेपछि आगो एकतिर मात्रै बस्छ भनेर चाहिँ यिनीहरू फाल्छ। स्पेसल ले भिडियो हेर्न भयो भयो मलाई चार बजे खानु भुइँमा नरह यता हेर बार्बिक्यू मास्टर यता हेर्दै। ल हामी चाहिँ यहाँ बनाउँदैछौँ, देख्न सक्नुहुन्छ प्रत्यक्ष रूपमा। हाम्रो चाहिँ लगभग आधी सरो तयार भइसकेको छ। अब 5 मिनटमा चाहिँ हाम्रो फुल तयार हुन्छ, अनि त्यसपछि हामी पकाएर जाममा खानेछौँ बनाएर। फाइनली हाम्रो चाहिँ लगभग चिकन रेडी हुन लागिसक्यो होइन गाइज। बार्बिक्यू लगभग रेडी। सो गाइज हेरिदिनु होला, मिठोसँग खान्छौँ हामी, तपाईँहरू पनि मजा लिनु होला। ल उज्जवल तामाङ
ल प्रपरली रेडी गाइस हामी चाहिँ एकदम एक्साइटेड छौँ है फेरि मासी खानु नपा भन्नु होला तर आज अलि स्पेसल हो नि त हामी दाजुभाइको छुट्टै अपोजिटको प्लान हो सो त्यही भएर हो इन्जोय गर्नु होला गाइस सबैले लाइक कमेन्ट सेयर सब्सक्राइब नबिर्सिकन गर्नु होला ल यहाँ सबक देख्छ गाइस हाम्रो चिकन तन्दुरी ल रेडी भयो है त गाइस सो बोलाइ ओ हेर्दै खाउँ लाग्ने भएको छ है सो हेरिदिनु होला यहाँ पाक्न बाँकी रहेछ क्या त्यो त्यसलाई छुट्टी राख्ने क्या पाक त्यो चाहिँ अलिक राम्रोसँग नपाकेर यसले गर्दा थर्बाट चक्कु चाहिँ यस्तै हो अर्को थिएन चक्कु ल ठिक छ यो त पाकेर चाहिँ दोइ त्यही भने त्यो अलिक चाख्नु दुईजना ल हाम्रो चाहिँ चिकन बार्बेक्यू हाम्रो आमा अनि काका बुहारी अनि उता माथि बा आमा दाईहरूले खाइसक्नुभयो अब रोशन र म मेरो भाइ यानि कि हामी दुईजनाको ल पार्टी ल हामीसँग चाहिँ जात पनि छ छ्याङ स्पेसल मोलेको मासु यानि कि बार्बेक्यू ल हात देखाइदिनु त स्पेसल टोमेटो टिमुर अचार ल गाइस मिठो छ है ल आजको स्पेसल एकदमै मिठो छ है मिठो एकदमै मिठो छ ल अहिले ल्याइराखौँ बरु ल आजको भ्लग चाहिँ यति नै थ्याङ्क फर वाचिङ गाइज Murder on call with the fight now 20 years and it seemed like a lifetime I've been hanging every day from a lifeline Why these fuckers tell it then every night